भोले बाबा के प्यारे, आऊ जनता आऊ, अब पूर्णतया जनतन्त्र व्यवस्थामा नै आऊ। सामूहिक आत्मघात र व्यर्थको बर्बादीतर्फ कबै नजाऊ। छद्मवेशी नकचराहरू र अवसरवादीहरूको हतियार र मतियार मात्र भएर नबढाऊ राष्ट्र र समाजमा घाउ। परचक्रीहरूको भित्रै घोर षड्यन्त्रको आगो सल्काएर अर्कै छ उनका दाउ। परचक्रीहरूको भित्रै घोर षड्यन्त्रको अर्कै छ उनका दाउ। घोर जिद्दी र हठी मात्र गर्दै गए भने परचक्री नै तिम्रा साखुल्ले बाउ। हाम्रो मुलुक एक धर्म सहिष्णु जनतन्त्रात्मक अखण्ड स्वतन्त्र अविभाज्य हिन्दू अधिराज्य हो। भन्ने कुरा गहिरोसँग बुझिदेऊ न हो। कति ज्यादती गर्न सके। आफ्नो धर्म सहिष्णु विज्ञानलाई कुल्चीमिल्ची गरेर अर्काले उद्याएको भरमा धर्म सापेक्ष र निरपेक्ष भनेर नारा घन्काउने बडो तम्सेका। अब झुम्सिएर बस। अर्काले माया गर्यो, उसको निपट स्वार्थमा धाप मारेर सन्काउँदाखेरि चनक्क सन्के। अब तन्केर बस। मर्ने बेला मुर्छा, जिन्दगीभर विचित्र। मुलुकको धर्म सहिष्णु विज्ञानलाई सरासर कुल्चीमिल्ची गरेर नलाऊ व्यर्थका नारा धर्म सापेक्ष र निरपेक्ष भनेर मुलुकलाई भ्रममा नअल्झाऊ। अबको प्रश्न समाधान हो राष्ट्र अध्यक्षबाट जनतन्त्रात्मक व्यवस्था चलाऊ। हाय राजतन्त्र र हाय गणतन्त्र भन्दै गयो भने सामूहिक आत्मघात नै हो। झन्झन बढ्दै जाने हो ठुलो घाउ। मुलुकमा झन्झन ठुलै घाउ बल्झिँदै जान्छ। परचक्रीको अर्कै छ दाउ। उसका भत्ता खाँदै गयो भने पत्ता साफ हुनेछ। यो घोर सङ्कटका घडी यही हो मेरो प्रार्थना। असली कुरा समयमै बुझेर अब अगाडि जाऊ। हे मुलुकवासी हो, हे देशवासी हो, हे लोकवासी हो, असली कुरा बुझेर अगाडि जाऊ, नत्र खैरियत छैन। अब के छ त समाधान तिम्रा टाउकामा? बुजुर्ग त पल्ट्यो, अब सुल्टाऊ। एक्कासी लकडाउन भएदेखि कवितामा पनि दिइराखेको छु, फेसबुकको लाइभमा पनि दिइराखेको छु। यही देश दुनियाँ धर्म समाज र जनजीवनको कल्याणका खातिर यी चाहिँ सन्केर उम्लिएर मात्र लक्ष्मण रेखा पार गरेर कहाँ पुग्यो? के छ तिम्रो टाउकामा? अब एट टाइम डिसिजन, सङ्कटका घडी। जब सङ्कटका घडी एट टाइम डिसिजन गर्न सक्दैनौ भने तिमी राजनीतिक प्राणी ठहर्यौ। तिम्रा बोली नपुग्छ भएन। जय हो उल्लु भैया। परम प्रिय मित्रहरू, यो घोर सङ्कटका घडी आफ्नो सद्बुद्धि खुलाउनुहोस्, गैँटामा झलमल्ल घाम लगाउनुहोस्। आफ्नो मुलुकको हित, उन्नति, प्रगति र समोन्नतितर्फ सधैँ दत्त चित्त रहनुहोस्। चेतनशील मानिस चनाखो हुनु पर्दैन, सचेत हुनु पर्दैन। सचेतन छैन भने तिमी चैतन्यमा पुग्छौ।
चैतन्यतर्फ गएनौ भने तिमी जडाभूत र मुडाभूत भएर दलदलमा फस्छ। तिम्रो अगाडि ठुलै दलदल आउँछ, तिम्रै मूर्खताको कारण। पुर्खाको धरोहर छेदविच्छेद पारेर भत्कायो। अब चित्त फत्काएर अब के गर्छौ मातेर सन्केर उनले। समयमा सद्बुद्धि सबैमा आओस्, मुलुकको कल्याण होस्, जनजीवनको कल्याण होस्। धन्यवाद।